अभिनेता पल शाह चलचित्र महाराज धीरजबाट अलग भएका छन्। परिच्छेद सेन निर्देशित यो चलचित्र आउँदो दशैंको फुलपातीबाट सिनेमा हलमा लाग्ने घोषणा गरिएको थियो। पलले फेसबुकमा एक पोस्ट गर्दै महाराज धीरजबाट अलग हुनुको कारण यानीमाया रहेको जनाएका छन्। मेरो आफ्नो कम्पनीले निर्माण गर्ने फिल्म यानीमायामा मैले जिम्मेवार निर्माता र कलाकारको भूमिका निभाउनु पर्ने भएकोले दुवै फिल्मको सुटिङ एउटै समयमा जाने भएपछि एउटा फिल्म छोड्नु पर्ने अवस्था आएको छ। अब मेरो पहिलो प्राथमिकता यानीमाया हुनेछ। तर उनले फिल्मलाई समय नदिएपछि निर्माताले नै सम्झौता अन्त्य गरेको चर्चा फिल्मी बजारमा छ। बजारमा यो हल्ला आएसँगै परिच्छेदले फेसबुकमा लेखेको पोस्टले पल शाह फिल्मप्रति समर्पित नभएको बुझाउँछ। उनी लेख्छन्, हरेक कलाकारमा प्रतिभा हुन्छ र जो कोही कलाकारले राम्रो काम गर्न सक्छन्, तर हामीलाई जो कोही चाहिँदैन। हामीलाई त्यो अनुपम कलाकार चाहिन्छ जसले आफ्नो विशिष्ट सिप र कलालाई पूर्ण रूपमा सदुपयोग गरेर योगदान दिन सकुन्। आफ्ना सबै काम भ्याएर फुर्सदमा होइन, बरु ती सबै काम छोडेर फिल्मका लागि पूर्ण रूपमा समर्पित भएर मेहनत गर्न सकुन्। अभिनेता पल शाहले महाराज धीरज छाडेसँगै उनले निभाउने भूमिकामा अब कुन कलाकारले काम गर्ने छन् त? यसअघि नै यस चलचित्रमा नायक रमेश उप्रेती, आर्यन सिग्देल, जयकिशन बस्नेत, वर्षा शिवाकोटी, वर्षा राउत र उषा रजक जस्ता कलाकारहरू अनुबन्धित भइसकेका छन्।